सबैजनालाई राम राम मेरो न्यू भिडियोमा। र आज म चाहिँ एउटा नयाँ तरकारी हजुरहरूलाई देखाउन गइरहेको छु हैन। यो वर्षको नयाँ तरकारी यो पालि यो वर्षमा फर्स्टचोटि हुन्छ, एक वर्षमा एकचोटि मात्रै हुन्छ त्यो तरकारी हैन गाइस। सो त्यो तरकारी चाहिँ यति मिठो हुन्छ है। खानामा चाहिँ आज मेरो मम्मी चाहिँ जानुभएको थियो र त्यो चाहिँ वर्षमा एकचोटि मात्र पाइन्छ, त्यो पनि लुकी छिपी जानुपर्छ खोज्न जङ्गलमा। त्यही भएर अनि मेरो मम्मी चाहिँ बनाइरहेछन् त्यो तरकारी हैन। र म देखाउँछु हजुरलाई त्यो तरकारी चाहिँ कुन हो भनेर। यता चाहिँ मेरो मम्मी बनाउँदैछन् तरकारी। अब यसमा टमाटर हाल्ने हो र त्यो तरकारी चाहिँ यता रहेछ गाइस। हेर्नुहोस् यो तरकारीको नाम के हो भनेर हजुरहरू चाहिँ कमेन्ट गर्नु होला हस्। यहाँ चाहिँ मेरो मम्मी बनाउँदैछन् तरकारी गाइस। मलाई चाहिँ यो तरकारी मन पर्दैन अनि त्यही भएर मलाई यो तरकारी चाहिँ गनाउँछ अनि मेरो मम्मी आफै बनाउँछन्। यो तरकारी एकदम मिठो हुन्छ खाने मान्छेहरूलाई, तर म चाहिँ खाँदैन, मलाई चाहिँ मिठो लाग्दैन। यसमा चाहिँ प्याज अघि नै हाल्नुभयो, खोर्सानी हाल्दैछन्, त्यसपछि के छ लसुन, जिरा, अदुवा अनि जिरा, ताउ आज यो तरकारी नयाँ तरकारीको साग छ, त्यही भएर मेरो मम्मी खाना बनाउँदैछन् तरकारी आफै, नत्र भान्सामा छिर्दैनन् मेरो मम्मी हैन। हे मम्मी न तेरो सेम ना गुस्सा है। यो तरकारी चाहिँ यसमा अलिकति धुलो पनि मिसाउनु पर्छ, मिसायो भने झन् मिठो हुन्छ, झोल अलि गाढा गाढा ठिक हुन्छ। अनि के भन्छन् कि यो तरकारी चाहिँ सुक्खामा पनि मिठो लाग्छ। कमेन्ट गर्नु होला गाइस यो चाहिँ कुन तरकारी हो। मेरो मम्मी चाहिँ आज बिहानदेखि खाना पकाएर यो तरकारी लिनलाई यस्तो दौडिया थिइन् बिचारी, बिहानदेखि भोकै। गाइस यो तरकारीको नाम के हो प्लिज कमेन्ट गर्नु होला र जसलाई थाहा छ भनेपछि। यो तरकारी चाहिँ एकदम मिठो हुन्छ, आफ्नो लागि यति मेहनत गर्दैछन् बाबा हो मेरो बड्डीमा। लास्टै खकी खानालाई त चाहियो, पेटको लागि राम्रो राम्रो मिठो मिठो कस्तो कि लाग्यो। अनि यता अलिकति पानी हाल्दैछन्। अब ओ माई गड कस्तो पानी लागेको। एकदम त्यो खसीको मासु टाइप लाग्छ गाइस यो खाँदाखेरि चाहिँ। हजुरहरूले खानु भएको छैन भनेपछि एकचोटि प्लिज ट्राई गर्नु होला किनेर पनि। अब यो बर्खामा चाहिँ यो धेरै हुन्छ बर्सातको मौसममा, अनि यही मौसममा चाहिँ बिक्री पनि हुन्छ, यो लास्टै बिक्री हुन्छ, महँगो पनि हुन्छ एकदम। 700,000 कोही 1000 को बेच्छन्, कोही 700 को, तर हामीहरू त अब खानालाई मात्र हाम्रो पुगिहाल्छ। टाइममा जानुपर्छ खोज्न। अब एकछिनमा मेरो मम्मीको तरकारी तयार भइहाल्छ अनि खान्छन्। के भन्छन् कि अरू चाहिँ बाहिर मम्मीले सुकाउन हालेछन् धोएर। अब त्यो चाहिँ देखाउँछु म हजुरहरूलाई। एकदम ठुलो छन् गाइस र अहिले भर्खर भएछ नि, त्यही भएर एकदम मिठो हुन्छ अहिलेको तरकारी। अनि पछि चाहिँ धेरै टाइम भइसकेपछि चाहिँ पुरानो भइसकेपछि यो राम्रो हुँदैन, धेरै खासै राम्रो हुँदैन, तर अहिले चाहिँ एकदम मिठो छ। यता देखाउँछु मेरो मम्मीले निकालेर ल्याउनु भएको थियो अनि यसरी धुनुपर्छ। यो धुन पनि सिकाउँदैछन् बाँसको टोकरीमा। अनि यता चाहिँ यो छ, यो धोएर सुकाछन्। अलि त्यो सानो छन्, अलि यहाँ चाहिँ अलि ठुलो छन्।
र अब एकछिनमा मेरो मम्मी खान्छन् होइन गाइस अनि देखाउँछु कस्तो बनेछ तरकारी मेरो मम्मीको कसलाई यो तरकारीको नाम चाहिँ थाहा छ मलाई कमेन्ट गर्नु होला यो नेपालीमा के भन्छन् मलाई थाहा भएन होइन तर हाम्रो राणा चौधरीमा पनि के भन्छन् थाहा छैन नि अनि हाम्रो राणा भाषामा चाहिँ यसलाई पुटपुरा भन्छन् यो चाहिँ जङ्गलमा पाइन्छ गाइस चोरी चोरी जानुपर्छ तर मलाई चाहिँ धेरै गनाउँछ लास्टै गनाउँछ क्या यो म खाँदैन म समात्न पनि समात्दैन तर आज म हजुरलाई देखाउनलाई यो समातेको हो किनकि यो मलाई धेरै गनाउँछ यसको बदबु चाहिँ मलाई बर्दाश्त हुँदैन आई हेट दिस बदबु तर खानामा चाहिँ मिठो छ पहिला मैले एकचोटि खाथेँ त्यो बेला चाहिँ मिठो लागेको थियो त्यसपछि फेरि मलाई खै के भयो यसले गर्दा नै मलाई बोमिट हुन्थ्यो अनि फेरि मैले यसलाई खाना छोडिदिएँ यसको बास्ना नै मलाई मन पर्दैन सो गाइस हजुरहरू पनि टेस्ट गर्नु होला यो तरकारी एकदम मिठो हुन्छ अनि हेल्दी पनि हुन्छ न कुनै औषधियात हुन्छ न केहीको सबै कुरा राम्रो हुन्छ यो जङ्गलमा पाइन्छ तर जङ्गलमा जाँदाखेरि अलि डर पनि हुन्छ सो एकदम मिठो तरकारी छ ट्राई गर्नु होला हजुरहरू पनि यो वर्षमा एकचोटि मात्र पाइन्छ यो तरकारी होइन सो अब धेरै महँगो पनि हुन्छ तर अब जसको जसलाई धेरै मनपर्छ भनेपछि 1000मा 700मा 900मा 1100मा पनि बिक्री गर्छन् पछि धेरै महँगो भइहाल्छ यो अहिले भर्खर छ भने कोही पनि बेच्दैन सुरुमा सबै आफै खान्छन् अनि त्यसपछि अब पेट भरिन्छ त्यसपछि चाहिँ अब बेच्दिने खोजेर बेच्ने कट्टाभरि लगेर बेच्ने तर सो महँगो हुन्छ क्या यो गाइस तर खानामा पनि एकदम मिठो हुन्छ एकदम टेस्टी पनि हुन्छ जस्तै हामीहरू त्यो खसीको मासुको छाला हुन्छ नि सेम त्यस्तै लाग्छ एकदम मिठो के सो हजुरहरू ट्राई गर्नु होला वर्षमा एकचोटि मात्र पाइन्छ यो तरकारी र यो तरकारी चाहिँ वर्षमा एकचोटि मात्र पाइनाले यो चाहिँ मान्छेहरू खोजी खान्छन् र अनि मिठो पनि हुन्छ त्यही भएर मान्छेहरू धेरै खोज्छन् गाइस अब चाहिँ रेडी भइसकेछ तरकारी एकछिनपछि हेर्न सक्नुहुन्छ यस्तो छ है गाइस तर हेर्नमा त यो तरकारी चाहिँ त्यति मिठो त हुँदैन होइन देख्नमा मान्छेहरू भन्छन् यो खासै राम्रो छैन भनेर यस्तो छ कालो छ उस्तो छ भनेर अलि राम्रो देखिँदैन तर खानामा चाहिँ यति टेस्टी हुन्छ गाइस लास्टै हेर्नुहोस् अब मेरो मम्मी खाँदैछ नि गाइस यस्तो टेस्टी बनाछन् यति मेहनत गरेर एकचोटि कहाँबाट खोजेर ल्यायो जङ्गलमा धेरै जङ्गलमा मच्छर लागेर खोजेर ल्याएको अनि यति मेहनत गरेर पकाएको अनि ठ्याक्क हाम्रो बाबा पनि आइहाले अब उनी पनि खान्छन् सायद र हेर्नुहोस् गाइस माई गॉड थाल भरि लिएर हे भगवान अब मेरो ड्याडी पनि आए ड्याडी पनि खान्छन् सायद उनलाई पनि मिठो लाग्छ यहाँ हेर्नु न हेर्नु गाइस यो चाहिँ एकदम मासु जस्तै देखिन्छ गाइस खायो भने यति मिठो हुन्छ गाइस तर म खान सक्दैन मलाई राम्रो लाग्दैन मेरो मम्मी हेर्नु पकाएर कसरी खाँदैछन् हो भाइ यति खुसी छन् मेरो मम्मी बल्ल बल्ल एक वर्ष कुरेर बल्ल यो मौसममा यो तरकारी पाइन्छ गाइस त्यही भएर आज मेरो मम्मी बडा खुसी छन् आज टन्न पनि पाछन् पेटभरि खान्छन् यो तरकारी चाहिँ मेरो मम्मी भात नभए पनि तरकारी मात्रै खाइदिन्छन् यति मिठो हुन्छ गाइस हेर्नुहोस् न फेस हेर्नु मेरो मम्मीको खुसीले हे भगवान देखा था गाइस प्लिज कमेन्ट गर्नु होला यो चाहिँ कुन तरकारी हो राणा भएपछि त थाहा भइहाल्छ मेरो बुवा गाइस भिडियो चाहिँ यति नै थियो सो मेरो भिडियो हेरिदिनु होला कस्तो लाग्यो त्यो तरकारी यो वर्षको नयाँ तरकारी प्लिज कमेन्ट गर्नु होला कसलाई त्यो तरकारीको नाम थाहा छ सो नेक्स्ट पार्ट चाहिँ म अर्को भिडियोमा ल्याउँछु गाइस त्यसको लागि त्यतिखेरको लागि टाटा बाई बाई